ल गाइज आज चाहिँ हामी डिलाइटको फ्याक्ट्रीमा है त हाम्रो दाइहरू हुनुहुन्छ काम गर्ने होइन हाम्रो विशाल भाइ टक्क हामी फ्याक्ट्रीमा छौँ होइन यस्तो यस्तरी रङ बनिन्छ हाम्रै ठाउँमा बनिरहेको छ होइन आफ्नै लोकल ब्रान्डलाई चाहिँ फोकस गर्नु पर्यो हामीले बाहिरको भन्दा पनि है त हाम्रो यहाँ रङको सामानहरू छ होइन बकेटहरू रहेछ यो सही हो बाहिरको र रङहरू त सबै प्रायः एउटै हुन्छ मान्छेले चिन्दैन क्या हतपति अब 10 वर्ष होइन त कान्छ यो भित्रको होइन त यो हजुर हजुर ठिक छ आफ्नै ब्रान्डहरूले अब राम्रोसँगले क्वालिटी तरिकाले सामान निकालेर राम्रोसँगले गर्दा त आफ्नै ठाउँमा हुन्छ नि त अब हाम्रो नाम मात्र बिगारेका छौँ क्या भाइ नाम मात्र अर्को हुन्छ होइन अब हामी एसियन बर्जर भन्छौँ होइन तर त्यो होइन क्या कामको फिनिसिङ निकाल्ने पेन्टरले पनि हो रङलाई मात्रै दोष दिएर नि हुँदैन मलाई चाहिँ लास्टै मनपर्छ डिलाइट अब त्यही चलाइ पनि रहेको छु होइन अहिले अब हाम्रो एसोसिएसनले अब नेपाल पेन्टर एसोसिएसनले प्रायः अब चलाउने भनेको चाहिँ यही लोकल ब्रान्ड छ अहिले हामी रङ त सबै खालको चलाउँछौँ तर हामीले चाहिँ सपोर्ट गरेको भनेको डिलाइटलाई छ अहिले किनभने लोकल ब्रान्ड हो लोकल ब्रान्डकै चलाऊँ न हामी सबैजना मिलेर होइन होइन त कान्छ होइन विशाल भाइ के छ नि ठिक छ नि ल मेरो भाइ ल ल ल